सासूले बडीलाई चाहिँ किचन कसरी लिप्नुपर्ने हो भनेर चाहिँ सिकाउनु हुँदैछ मेरो आमाले। मैले चाहिँ पहिला सानोमै सिकिसकेको, आमाले सिकाइसकेको थिएँ नि आमा। अब अहिले भाउजूले यहाँ सिकाउँदैछ। ऊ भाउजू पुरा शरम मान्छ हाम्रो भाउजू हो। यहाँ हेर्नुहोस् त लु सिक्दैछ मेरो भाउजूले यहाँ काम सबै कुरा सिक्नु पर्दो रहेछ नि त नि आमा होइन। त्यो मुनिको चेपाराहरू यसरी कोठा काटी चाहिँ नराख्नु। त्यस्तो यस्तो कोठा काटेर राख्यो भने चाहिँ के हुन्छ आमा? नानीहरू जन्मिँदा खोँडै जन्मिन्छ। ला हो त्यो दुलादारी एउटा राख्नु हुँदैन। त्यस्तो पो रहेछ। लु है साथीहरू यहाँ चाहिँ सिक्दैछ भाउ लिप्नु, आमाले सिकाउनु हुँदैछ। यता बसेर हेर्दैछ मेरो दाजुले कसरी लिप्दैछ भनेर भाउजूले हो। अन्त भने चाहिँ मलाई यसरी सिकाएको नि आमाले कि, तर अर्कोमै लिप्थेँ है मैले चाहिँ। म चाहिँ फेरि क्या डल्ला कस्तो पारा लिप्थेँ कि बाक्लो हाल्थ्यो नि त मैले पातला। मजा गरेछ यस्तै खालको बनाउनुपर्छ अझै एउटा घर। माटो घर त चाहिन्छ जाडो महिनामा अन्त। त्यही भएर मैले गर्दा बनाएको नि फेरि एकैजना त्यो कुरा चाहिँ मलाई मनपर्छ कि त्यही भएर। अब 2 ठाउँ छ नि, 2 ठाउँ राखेको छु।